मर्निङ सबैजनालाई अनि छ्याचलो सो अहिले चाहिँ म झन्डै चिप्लेन सफ्टवेयर बाटोमा हिँड्दैछु है त्यही कारण यहाँ बिस्तारै हिँड्दैछु अहिले चाहिँ म जाँदैछु पुरा अञ्जली दिदीकोमा जाँदैछु है अहिले जानी चाहिँ आज नानीको राइस फिडिङ छ नि त कि त्यही भएर चाहिँ जाँदैछु अन्त सानो सानो लाइक केटाकेटीहरू मात्रै बोलाएर सेलिब्रेट गर्दैछ सो त्यही भएर मलाई बिहानै आइज ल मोमो पकाउनु भन्दै थियो अन्त अलिक ढिलो भयो घरमा काम गर्दा जति माथि आज ढिलो थियो अन्त अलिक ढिलो भएर चाहिँ भर्खर जाँदैछु बाटो पनि पुरा अप्ठ्यारो छ यहाँ मेरो रोडमा पनि कस्तो डरलाग्दो घाउ आइरहेको छ कि के भएर आएको दुखेर बिजोग भएर छ अन्त प्यारासिटामल लगायो भने चाहिँ जाती हुन्छ भनेर चाहिँ लगाएको खै हिजोदेखि लगाएको जाती हुनु छैन सो आज चाहिँ 4 अप्रिल चाहिँ मेरो लागि एकदम स्पेसल डे पनि हो है याद हुनेहरूलाई याद छ मेरो के स्पेसल डे हो भनेर याद हुनेहरूलाई याद छैन सो म भन्नु पनि चाहदिनँ त्यही हो सो म पनि नधोइ हिँडिरहेको छु नि त म कस्तो देखिरहेको होला कि लुगाहरू बोकिरहेको छ पढाइ गरेर लाउँछु भनेर अल्छी लाग्यो त्यतिकै हिँडेको र पर के हुँदैछ म तपाईँलाई पढाइ गरेर देखाउँछु स्टे ट्युन बाबा क्रस भाइ हाम्रो काका पनि अस्ति लडेर चाहिँ बिमार भइरहेछ बिचरा के त्यो बेला चाहिँ म हेरिराखेँ अन्त त्यहाँ जाँदैछु पकाउँदैछ आमा डरे डराएछ नि माम पकाउनु भएको होइन अहिले खाने पकाउनु भएको खै अञ्जली दिदीहरू यो अनिसा लाटीको नानी है हेलो गुड मर्निङ खै गुड मर्निङ गरौँ गुड मर्निङ गरिदेऊ छिटो गुड मर्निङ गरिदेऊ छिटो म गुड मर्निङ यहाँ हेर न हाँसिदेऊ न छिटो न खै हाँसेको मलाई हेर्दैछ मजाले के हेरेको ओ अञ्जली दिदी नानीका एक्लै प्याजहरू काट्नु थालेको खोइ लाटी अमुक डेकोरेसन के हुन्छ हेत लाज किन बाबा म कहाँबाट छिर्नु अलिकति लैजा न ओछ्यानहरू पनि टक्छ मा अल्छिनीहरू चाहिँ हेत राइस सेरेमनी न्युटेला भिजाएको छ न्युटेलाको मोमो खाने आज चाहिँ यत्रो बोलमै कहिले खाइसक्नु होला भात खान्छ आजदेखि भात खान्छ अञ्जली दिदी कि आज यो 10 दिन मात्रै हो ढिलो भात दिन्छ आजदेखि हेलो 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 गर्नु खै हात यस्तो फिन्जाउनु हेलो सबैजना नमस्ते गर्नु नमस्ते यति हुनु पर्यो नि केटा मान्छे बेला त्यही त बेला यता चाहिँ बियरको बट्टाले चालु हुँदैछ 2:30 भइसकिसक्यो अझै मोमो बनाइसकेको छैन थाकेँ म चाहिँ त्यही भएर सुतेको गाउँको उयो डल्लै हो कसै गाउँको यो प्यारासिटीमा थाके पुरा डेकोरेसन जारी आगोमा बिरयानी पकाउँदैछ पकाउने चाहिँ एकजना छ तर सिकाउने चाहिँ 1 2 3 4 5 6 7 यो कसले भनेको केकहरूमै केक पुरा खाँदैछ ला यो केक लात्तोत भने त मलाई त मार्छ होला मैले त स्टेप ठुलो हुन्छ होला भनेर सोचिरहेको थिएँ ए भा ला यो फुट्दैन चक्क बस्छ मैले भनेको राम्रो बनाउँछ नि अञ्जली दिदी राम्रो बनाउँदैन भन्छ वाउ दामी लुगा चेन्ज गरिदिँदैछ त्यहीसँग लगाइदिनु न चिलाउँछ नभए त्यसले आज बिरयानी पकाउनु छ बहिनीको भात खुवाउने अनि भात खुवाउने हो यहाँ चाहिँ अञ्जली छ यहाँ चाहिँ प्रेरणा दिदी हो भिटेर मोडे यो भन्दा भात र सब्जी नै पकाएको भए हुन्थ्यो त अन्त अल्छी लाग्दो रेडी भयो उयो चाहिँ खै दियोहरू चाहिँ छैन नानीहरू बदमास गरेर खै यता हेर सबैजना तिम्रो चाहिँ उल्टा भइरहेछ अनिकेतको ल आदि नानीहरू चाहिँ बाहिर छैन बदमास गरेर ओइ सबैजना भित्र जा अब औ भित्र खोला न अन्त जुत्ता यहाँ बोजू बस्छ त्यहाँ बाजे बस्छ तपाईँ त्यहाँ बस्नु न के हो न भात खुवाई राम्रो एकदम भात खानु भन्नुस् न सर न आशीर्वाद तिमीले ल के माम खानु ल अलिकति
आमा लु खै ऊ भात त के खाँदैन ऊ कुलु 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 मलाई हेर्दैछ के हल्ला नगर्न तिमीहरू अरे खै के काटेको छैन मजाले चिनेको छ नि है अञ्जली स्क्यानर बोकेर बस गुगल पे के भन्नु भयो पिरा कति मैले देखाएको मुखमै पसेको लाग्दछ लु छ्यामा ठुलेमाहरूले लु हल्ला नगर भन्नु न एकछिन गीत नबज भाइ अब प्रेरणादी ठुलो त्यहाँदेखि म ठुलो है छोड न यो मेरो आशीर्वाद दिएको मुख पुरा यस्तो मिठो हुँदैछ बिचारा बाउ चाहिँ यहाँबाट माया लाग्दो भिडियो कलमा बहिनी त प्रिन्सेस देख्यो त आजको प्रिन्सेस मैले पायो यता हेर सबैजना घोप्टे स्टाइलमा दिनुहोस् है घर गएको हामी चाहिँ